एभ्रिवान नमस्ते म अंकिता आसामबाट र आजबाट चाहिँ युट्युबमा पनि म डेली भ्लग दिन्छु ल सुरु गरौँ यति छिटो माकुराले जालो लगाउँछ नि नभन्नु न यस्तो छिटो माकुराले जालो दुई तीन दिनमा झारिरहेको माकुराले जालो एउटा मात्रै पोस्नु भएको भएर त सबै रुममा लगाएर तामै बढाउँछ के माकुरा त खालि के गर्नै पर्छ हो क्या गर्दैछु अब जाउँ भित्रतिर हेर कस्तो छ यता यहाँ हेर्नु गाइस यताउति आएर उत्पात रह के भन्नु नि नभन्नु मेरो त टाउको दुखिसकेको छ माकुराको जालो झालमै गाइस यताको त्यति गर्दा गर्दै देख्नु पनि कत्रो ठुलो रेलकिरो नभन्नु न गाइस रेलकिराले चाहिँ नि एकदमै चोक्टै नै खाएको छ अनि त्यो रेलकिरालाई यो जालामा बेरे जालोमा नै कुच्चो बानेर मैले बनाएको थिएँ नि त अनि त्यसमा बेरेर बाहिर लिएर गएँ आमा कस्तो डर लाग्दो रेलकिरो सानो होइन माउ रेलकिरो रहेछ आजकल चाहिँ के भएको एकदम रेलकिरा बेसी निक्लिन थालेछ नि यताउति हजुरहरूको उता चाहिँ निक्लिन्छ कि निक्लिँदैन कमेन्ट गरेर जनाउनु होला र मलाई सब्सक्राइब गर्न नबिर्सिनु अनि बाहिर आएर हेरेको त यहाँ हेर्नु त्यही पनि बाहिर आएर फ्याँकौँ मरो भनेर फ्याँकिदिएको त कुदिनी पो राखेको रहेछ त रेलकिरो चाहिँ मरेर फ्याँकिदिएँ अनि भित्र आएँ जालो झारिसक्यो अब कोठा त सनक्क पार्नु पऱ्यो नि त होइन मुसुरी उठाएँ जल्दी जल्दी कमरहरू पट्याएँ आज चाहिँ फेरि हाम्रो घर छेउमा एकजना दिदी खसेको आज 12 दिन काम हो मम्मी बिहान उतै जानुभयो अन्त चाहिँ घरमा भेएर नभई छिटो छिटो काम सकिरहेको थिएँ म अनि यता नानी पनि आएर डिस्टर्ब गरिरहेका छन् अहिले पनि भइसक्यो गर्दाखेरि के छोराछोरी कहाँ गएपछि केही काम शान्तिले गर्न पाइँदो रहेन रहेछ म बिस्तारो गर्छु म शान्तिले गर्छु भन्दा पाइँदो रहेन रहेछ जतिखेर केटाकेटी सुते बा केही खेल्दैछन् त्यतिखेरै गरिहाल्नु पर्दो रहेछ कि भन्न बार नानी आएर डिस्टर्ब गरेर नभन्नु न भित्रको त काम सके अनि बाहिरको झाडु लगाउने बाँकी नै थियो अनि जल्दी जल्दी झाडु लगाउन भनेर आएँ भने नि आज मलाई चाहिँ भ्याइ नभ्याइदियो मम्मी पनि उतै जानुभएको थियो बिहानबाटै सघाउनु पर्छ नि त होइन यस्तो बेला त हो नि सघाउने भनेको अनि जल्दी जल्दी झाडु लगाएर मैले बल्ल झाडु लगाएर चाहिँ सकेँ गाइस अब चाहिँ नुहाइधुवाइ पनि सक्यो नानीलाई खाना खिलाउने बेला भयो अनि नानीलाई भात खुवाउन आँटेको आज चाहिँ हाम्रो यहाँ घर छेउको दिदी खर्च भएको 12 दिन भयो नि त उहाँ काम छ अनि मम्मी चाहिँ उतै जानुभएको छ र जल्दी जल्दी खाना खुवाउँछु नानीहरूलाई है गाइस आज यस्तो घाम छ नि त अनि यहाँ भित्र ल्याएर हाय अरे उहाँ न मेरो छोरीले अनि छोरा है गाइस अनि भित्र ल्याएर अब चाहिँ गाइस नानीलाई खाना खिलाइसकेँ अनि म चाहिँ आएको छु त जिरे खोर्सानी टिप्न अचार बनाउनको लागि नि त ल देखाउँदैछु है हामीहरूको घरको जिरे खोर्सानी गाइस हुनु त गाइस कति राम्रो राम्रो जिरे खोर्सानी छन् यहाँ हेर्नु है गाइस यहाँ हेर्नु कस्ता राम्रो राम्रो यहाँ हेर्नु तपाईँहरूलाई चाहिन्छ भने नि हाम्रो घरमा आउन सक्नुहुन्छ गाइस सम्पर्क गर्नु होला कमेन्ट गरेर यहाँ हेर्नु यस्ता राम्रो राम्रो छ नि नभन्नु न एउटा बोट छ खाना चाहिँ हामीलाई टुट्दैन कि खोर्सानी चाहिँ यहाँ हेर्नु यस्तो छ चाहिँ बजारबाट पनि ल्याउँछौँ ल्याउन त भए पनि यो बारीको चाहिँ हमेसै रहन्छ नि यहाँ हेर्नु गाइस यति भयो हामी सासू बुहारी बुइनलाई चट्नी जति पुग्छ यहाँ गाइस सासू बुहारी बुइनलाई जति चट्नी पुग्छ अब गएर बनाउँछु म चट्नी मेरो चाहिँ क्यामेरा धर्नै नजान्ने भएर नि खालि भिडियो हालिदिन्छ के गर्नु गाइस खानासाना खाइयो अनि दोपहरको टाइममा म चाहिँ लाउँदैछु नेल पोलिस बजारबाट ल्याएको थिएँ मैले चाहिँ नेल पोलिस अनि त्यो चाहिँ म लाउन भनेर त बसिसकेकी छु नभन्नु न भोइस ओभर गर्न पनि यस्तो जे टाफ हुन्छ नि एउटा नानीको आमालाई खोइ अरूलाई चाहिँ हुन्छ कि हुँदैन मलाई चाहिँ एकदम बेसी टाफ हुन्छ कि गाइस र नेल पोलिस लगाइसकेर गेट रेडी विथ मीको भिडियो बनाउँदैछु छोरीको आमालाई भिडियो बनाउन कति टाफ हुँदो रहेछ थाहा भयो होला नि अब म पुरा एकदम अझै गेट रेडी विथ मीको भिडियो बनाउँछु भनेको पाइनँ अब फुल रेडी भइसक्छु अनि कपडा लगाएर तपाईँलाई भिडियो बनाइदिएको छु ल